Hey guys, welcome back. अनि आज चाहिँ म काम सकेर अब जाँदैछु ग्राउन्डतिर। आज भव्य हुँदैछ। हाम्रो जर्सीहरू पनि आइपुगिसकेको छ। जर्सी पनि लाँदैछु म अनि त्यसपछि आज वितरण पनि हुँदैछ। मौसम चाहिँ अलिक च्यालेन्जिङ हुँदैछ जस्तो छ। अब विन्टरसम्म चाहिँ अलिक त्यस्तै हो, पानी पर्छ, हावाहुरी लाग्छ, दिन पनि अलि छोटो हुन्छ, कति चाँडो अँध्यारो भइहाल्छ अनि त्यही भएर अलिकति गाह्रो छ विन्टरमा चाहिँ। हेरौँ, त्यही पनि जहिलेसम्म हुन्छ तहिलेसम्म खेल्छौँ, त्यसपछि चाहिँ हामी इन्डोरहरू सोच्दैछौँ। म पनि आइपुगेँ, केटाहरू पनि प्र्याक्टिस गर्दै रहेछन्। हाम्रो साथीहरू पनि आउँछ भन्ने थियो, आइपुगेछन्। ल है त, नमस्कार। ल आइपुग्नु भएछ है। ल ल ल ल ल ल ल ल नमस्कार हजुर। ल ल ल खेलाडीहरू ल नमस्कार। खेलाडीहरू आइपुग्यो, मेन खेलाडीहरू आइपुग्यो बल्ल यार। होइन यता ल। ए गाइज वेलकम। के छ ए के छ अनि हालखबर आरामै? ओ ल ठिक छ। हाम्रो चाहिँ गेम भइसकेको छ। दाजुभाइ युनाइटेडहरू यो पछाडि खेल्दैछन्, रमाइलो छ, पानी पर्दैछ, त्यही पनि गेम रोकेको छैन, जोस कडा छ है। ल यसै गरी सपोर्ट गरिदिनु होला। हाम्रो भव्य गेमहरू हरेक आइतबार हुँदै नै छ। तपाईँहरू पनि यतातिर हुनुहुन्छ भने आइदिनु होला, रमाइलो गरौँ, खेलौँ है त। हामी चाहिँ दाजुभाइ युनाइटेड टिमदेखि क्ल्याक्सन नर्थ साइडदेखि आज चाहिँ अब मौसमले पनि साथ दिएको भएको भएर चट्ट लाएर बवाल रमाइलो भइरहेको छ होइन। आज हाम्रो खेलाडीहरूलाई हेर्न सक्नुहुन्छ, हाफ टाइमभन्दा बढी हामीले खेलेको छौँ आज वुडिङ। अनि हाम्रो यहाँ लोकेन्द्रजीले अब आफ्नो तर्फदेखि के भन्न चाहनुहुन्छ आजको म्याचको लागि? एकदम रमाइलो भइरहेछ, मौसम एकदम आनन्दको छ, एकदम साथीभाइको स्पिड एकदम बढेको छ, मौसम साथ दिएको छ। तर दामी मजा आयो है आज। है धन्न इज्जत बज्यो यार। नभए त कोकोले कफी किन्नु पर्थ्यो यार। धन्न दुईले मैले हालेर ड्रेस कटाहरूको पैसा बचाइदिएँ मैले। पैसा बच्यो, $6 बच्यो यार। दबाउनु पर्छ अम्बा। नमस्कार सबैजनालाई, दाजुभाइ युनाइटेड फेरि एउटा भिडियो लिएर आएको छ। आजको भिडियो चाहिँ जर्सी अनबक्सिङ र 2082 सालको हार्दिक मङ्गलमय शुभकामना सबैजनालाई दिनको लागि चाहिँ हाम्रो सानो भिडियो लिएर आएका छौँ है। अनि त्यसको लागि चाहिँ आज हाम्रो यो हामी 2-3वटा फेजमा गरेर हामीले जर्सी मगाएका थियौँ। अब फर्स्ट फेज आएको जस्तो छ। अब के छ भित्र थाहा छैन, हामीले अनबक्स गरेका छैनौँ। लेट्स अनबक्स। अनि हाम्रो के अरे आदरणीय दीपक दाजुलाई चाहिँ हल्का यस्तो के अरे जर्सी हस्तान्तरण गर्नलाई चाहिँ एकदम के अरे विनम्र अनुरोध छ है। आएर चाहिँ अब यहाँ जर्सीहरूको नम्बर कसको छ, नम्बर अब यहाँ आज अनफोर्चुनेटली अब के अरे कुनै पनि के अरे सर्टेन खेलाडीहरू चाहिँ अब आउनु भएको छैन आज, कारणवश उहाँहरू आउनु भएको छैन आज। त्यही भएर अब आज जो छौँ उनीहरूलाई चाहिँ दिने, अनि नदिने के अरे नभएकोलाई चाहिँ अब नेक्स्ट फेजमा गर्ने है त। गाईहरू यहाँ चाहिँ अब भव्य होला जस्तो छ आज है। यहाँ अब यहाँ हाम्रो दाजुले चाहिँ नम्बर भनिदिनुहोस्, अनि त्यसपछि केटाहरू आफै लिएर आउँछ, लिन आउँछ। ल गाजु चाले
हाम्रो चाहिँ अफिसियल जर्सी त्यस्तो हुँदैछ ल यो त मेरो नम्बर आएछ क्या हो लकी नम्बर आएछ ल फेरि अगाडि देखाउँछु दाजु अगाडि यो चाहिँ हाम्रो यस्तो पछाडि ब्यागमा अनि अगाडि चाहिँ हाम्रो यस्तो हुनेछ हाम्रो पावर्ड बाई हाम्रो मोमोज एन्ड मोर छ प्लिज जानु होला खाइदिनु होला है सपोर्ट गरिदिनु होला हाम्रो क्लबको लोगो भइहाल्यो क्या यो चाहिँ लकी दाजु मेरो नम्बर चुज गर्नु भएछ यार ल अब आफूलाई धन्यवाद छ ल 21 धन्यवाद धन्यवाद उता हेरौँ 23 इज लकी मेरो ए इट्स माई ल लगाइदिनु पर्यो नि होइन लगाइदिनु पर्यो है नम्बर 11 नम्बर 7 who is lucky yes energetic man number 7 yes नम्बर 2 ओ ल हाम्रो खतरनाक डिफेन्स थ्याङ्क यू सो मच नम्बर 9 जेन्टलम्यान नम्बर 13 ए ल हाम्रो भाइको नम्बर 5 धन्यवाद 2082 सालको मङ्गलमय हाम्रो दाजुभाइ युनाइटेड टिमदेखि जय नेपाल।